हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर क्वेसन्स र यो क्वेसन हाम्रो फेरि कम्पाउन्ड इन्ट्रेस्ट एज वेल जस्ट सिम्पल इन्ट्रेस्ट भन्दाखेरि मिश्रधन र सक्रिय ब्याज मिश्रित ब्याज र सक्रिय ब्याजको बारेमा छ जुन एकदम इम्पोर्टेन्ट क्वेसन हो र यो प्रिभियस क्वेसनमा आइरहेको छ प्रिभियस ब्याङ्किङमा भयो आएका क्वेसनहरू र यो क्वेसन तपाईँ सोल्भ गर्नुभयो भने तपाईँले यस्ता क्वेसनहरू सोल्भ गर्न सक्नुहुन्छ सो लेट्स जोइन है त सो अब सबभन्दा पहिले सुरु गरौँ हामी प्रश्नको तर्फबाट है त प्रश्न के भनेको छ भन्दाखेरि कुनै सावा 3 वर्ष र 4 वर्षमा हुने चक्रीय मृत्युधनहरू क्रमश 40,000 48,400 भए सावा र ब्याज दर कति हो भन्दाखेरि 3 वर्ष र 4 वर्षको एउटा सावा छ हैन जसको 3 वर्ष र 4 वर्षको मिश्रधन चक्रीय मिश्रधन भन्दाखेरि कम्पाउन्ड एमाउन्ट हो है त कम्पाउन्ड इन्ट्रेस्टवाला एमाउन्ट हो त्यो कति छ 40,000 एउटा आछ एउटामा के छ 48,400 छ भनेको त्यति छ भने त्यसमा हामी सावा निकाल्ने हो र त्यसको ब्याज दर कति ब्याज दर पर्छ थियो जुन 3 वर्षमा यति धेरै निकाल्यो 3 वर्षमा एउटा 40,000 आएछ भने अर्को 4 वर्षमा कति 48,400 आएछ सो अब यसलाई निकाल्नलाई हामी के गर्न पर्छ सबभन्दा लेट्स सी है त यसमा सबभन्दा पहिला हाम्रो के छ दुईटा केस हुन पर्यो हो कि नै दुईटा केसमा हामी हेरौँ त सर्ट र हेरौँ सबभन्दा पहिला हामी लेट गरौँ न त मानौँ के हामी मानौँ एकदम सावालाई हामी पी मानौँ किनकि सावा भनेको हाम्रो पी छ भनेखेरि बी पी पी भयो हैन र ब्याज दरलाई हामी के भन्यौं r% ब्याज दरलाई r इक्वल टु द r% मान्यौं भने अब के गर्छौं केस 1 मा के छ भन्दाखेरि समय यदि 3 वर्ष छ भने हैन समय कति छ समय तपाईको 3 वर्ष छ भने 3 वर्षमा तपाईको चक्रीय मिश्रधन कति आयो तपाईको चक्रीय मिश्रधन कति छ भन्दाखेरि आरएस 40,000 हो कि नै तपाई 40,000 चक्रीय मिश्रधन पाउनु भयो भने हाम्रो अब के हुन्छ चक्रीय मिश्रधनको फर्मुला के हो हामीले के थाहा छ भन्दाखेरि चक्रीय मिश्रधन फर्मुला सीए जुन जसलाई हामी सीए भन्छौं है त यसलाई सीए चक्रीय एमाउन्ट भनेको कति छ पी 1 + r/100 को पावर t यही हो नि प्रश्न हाम्रो यसको चक्रीय मिश्रधनको फर्मुला यही हो अब जसमा हाम्रो के छ पी कति छ आरएस 40,000 छ यो पी भन्दाखेरि सीए हैन चक्रीय मिश्रधन फर्स्ट वालामा फर्स्ट केसमा 40 छ भनेको पी भनेको हामी पी जो हालेछौं एन्ड देन आर भनेको हामी के हालेछौं आर जो हालेछौं सो 100 + r/100 गरेम हैन टाइम कति छ हाम्रो 3 वर्ष छ सो 3 वर्ष राख्यौं यो हाम्रो भयो यति इक्वेसन त्यसपछि हाम्रो यसलाई फर्स्ट इक्वेसनमा हाल्यौं अगेन अब ले सेकेन्ड केसमा हेरौं के सेकेन्डमा हेर्दा के हुन्छ यसमा समय कति छ भन्दाखेरि यसमा समय t कति हुन्छ 4 वर्ष हुन्छ है समय यसमा 4 वर्ष छ भने चक्रीय मिश्रधन कति छ यसको चक्रीय मिश्रधन यसमा तपाईको चक्रीय मिश्रधन CA कति छ RS 48400 हैन नाउ सेम हामी के गर्यौं वी नो दैट हामीले थाहा छ के थाहा छ भन्दाखेरि CA इक्वल टु द कति हुन्छ P 1 + r/100 पावर t हैन CA कति छ त्यो अहिले हाम्रो 48,400 छ इक्वल टु द P यतिखेर सेम 100 + r/100 पावर कति छ अहिले पावर t छ सो यो हाम्रो सेकेन्ड केस भयो हैन सेम केस छ भने हामी अब के गरौँ दुईटालाई डिवाइड गरौँ है त दुईटालाई डिवाइड गर्दा हेरौँ कति आउँछ सो यो फर्स्ट इक्वेसन सेकेन्ड इक्वेसन नाउ समी 2 ले समी के गर्छ 2 ले 1 लाई भाग गरे यो हामी भाग गर्यौं हैन डिवाइड गर्दाखेरि हाम्रो अब के आउँछ 48400 अपन 40,000 हैन इक्वल टु द कति आयो p 100 + r का पावर 100 यहाँ के छ 4 छ डिवाइड बाइ p 100 +
सरी 600 प्लस आर अपन 100 पावर 3 छ। पीपी त क्यान्सल हुन्छ, यहाँ दुईटा, यहाँ तीनटा जिरो, यहाँ दुईटा जिरो, यहाँ दुईटा जिरो क्यान्सल भयो। कति आयो 484 अपन 400 इक्वल टू यहाँ कति हुन्छ, यहाँ 4 - 1 3 भनेको लास्टमा 100 प्लस आर अपन 100 मात्र बच्यो, जसको यो दुईटा यसमा कट्छ र बाँकी अब बच्छ 1 2 1 कति आयो 1 4 4 1 4 2 4 1 1 इक्वल टू द 100 प्लस आर आयो, जसमा आर इक्वल टू द कति हुन्छ 121 सरी 121 माइनस 100 इक्वल टू द 21%। हाम्रो ब्याज दर ब्याज कति आयो 21% आयो। ठिक छ। अब अगेन के गर्नु पर्यो, यसमा भ्यालु अब पुट गर्न पर्यो हैन। यसमा नगर्दा 3 मा पुट यसमा गरौँ, पुट ब्याज दर हैन इन समी 1 मा, देन आरएस 40,000 इक्वल टू द पी कति थियो 121 थियो अपन 100 थियो होल क्यूब थियो, कति आउँछ 40,000 यति एन्सर आउँछ है। सो यो पोइन्टमा आयो, अलिक गाह्रो भयो हैन, बट इजी आउँछ। सो लेट्स मिट अप इन द नेक्स्ट भिडियो। ओके बाई। अर्को भिडियोमा हेर्नलाई जोइन।